मर्निङ वाक आएको मान्छे मस्त खिच्यो। ठ्याक्क टाइम भएछ बिहानको 6:36 भयो। हामी म र मोटे मोटे यहाँ मोटे लुरे हुनु होला। हामीले यो मर्निङ वाक स्टार्ट गरेका हौँ। बिहान यस्तो टिफरहरू गुड्दो रहेछ। झारो सनराइज पनि सही भइरहेको तर नदेखिया। पिस आउट। छ 43 भइसकेको छ। हामी आधी 50% मात्र नै कम आइसकेका छौँ। के भन्नु चाहनुहुन्छ तपाईँ बिहान बिहान उठ्नु भएको? युवा जोस उहाँमा परिभर युवा जोस छ। उहाँले निकाल्नुहुन्छ मस्तले। पिस ओल्ड म्यान पावर। हामी चाहिँ युवा भएर नि है यसरी हिँडिरहेको छौँ। बुढा मान्छे खतरासँग दौडिरहेको। नेचर भएको कारणले दौडिँदा अहिले यस्तो शीत लगाएर यस्तो देखियो। यत्रो साह्रो सेतै छ तर त्यस्तो चिसो छैन हिजो अस्तिको। हामीले घर बाहिर बस्यो भने टुसारो पर्छ हामीलाई पर्दैन भाइ। खै लाइक ज्याकेटहरूमा शीत चाहिँ पर्नु पर्ने। ज्याकेटमा त पर्छ। यो चाहिँ चर्च हो अरे। चर्च देखाएको छ चर्च। ओम डाँडा देखा नि त के चर्च देखेको? यही त होइन डाँडै हो। पाँच 56 5 ए 6:56 6:56। टिकेसको साथीहरू चाहिँ उहाँ अगाडि ए यो एउटा सुजल रियाज राइस यो मोटो अलि यो चाहिँ सुजल राई चाहिँ सेतो। आज हाम्रो गन्तव्य उतियासम्म हुनेछ। अनि भोलि नै देखा जाएगा सुजलले भनेअनुसार। किनकि उहाँ अलि धेरै अल्छी हुनुहुन्छ। जे नि भन्ने बिहान उठेर ल्याउनु पर्छ ल। जे नि होइन म उठिसकेको थिएँ। मोटेको कलमा बसिरह्यो नि ढिला भएको टक्क लगाएर। पिस आउट। सबै हामी चाहिँ हाम्रो गन्तव्यबाट हटेर नयाँ गन्तव्यमा आइसकेका छौँ। पुरै गन्तव्य हटेर नयाँ एउटा कार्यालय हेर्नलाई आएको। हामी त त्यहाँ जाने भनेको थियौँ। यहाँ यति धन गर्दै मलाई लाख जान्छ होला। सही बनाएर रहेछ तर जे होस् बवाल बनाएर रहेछ। नगरपालिका भन्दा वडा कार्यालय पुरा सही छ यार। बवाल जसले बनाएको बवाल बना वालले दिँदो रहेछ। वाल नै दिँदो रहेछ। सही हो। बवाल बुलेट हो है बुलेट। न
4 मिनट लाएन 3 मिनट कस्तो 2 मिनट कति होइन त्यहाँ अघि हामीले त्यो ट्राइमको खिचेको थियो नि त्यहाँबाट भर्खर 3 मिनट त भयो मात्र 3 मिनटमा एसआर लाइकको अब घरबाट यो 5 मिनटमा एसआर आइपुग्यो 5 मिनट 5 मिनट्स म त फेरि यस्तो भिडियो कटसट नगरिकन पनि त्यो पनि यस्तै हालिदिन्छ नि के बोलिन्छ त्यसको लागि चाहिँ अब त्यो हेर्न मलाई हेरायो नहेर्न मलाई नहेरायो त्यो हाम्रो मतलब छैन हामीले चाहिँ यतिकै पोस्ट हाल्दिनँ त्यो अब केही 5-10 सेकेन्ड पुगिन्छ साथ बिहान मर्निङ वाक हामी सुन्थान त्यो वडा कार्यालय नयाँ बनाएर त्यहाँसम्म गएर बिहान उठ्नु त 5 बजी उठेर गाने मटेर म ट्याप्प गएको हो सहीसँग हामी भोटसनले पुगिसक्यौँ खोइ त तिनीहरू त आएन कोही आएर हिँड्छ है फेरि केटाहरू हामी फर्स्ट आइसक्यौँ पिस आउट हामी यो बाइकमा आएको यो बाइक भोपाल छ है कसैले किन्न मन छ भने सम्पर्क गर्नु होला धेरै किनेमा धेरै बाहेन 1 महिना जति भयो हामी भटाएको 4000 जति गुड्यो किन्न भने हेलमेट फ्रीमा पाइन्छ बाइक किन्दा हो हेलमेट फ्रीमा साउथ चाहिँ वहीँ हो उहाँकै नाममा बिलबुकमा फोटो अहिले हामी खेल्ने चाहिँ यहाँ हो तर कोही आएको रहेन सब भाइहरू खेलिरहेछन् फुटसल पिस आउट के भन्न चाहन्छस् रे राईलाई अनिल राईले भात खायो भने अलिक मोटाउँथ्यो होला त्यो भाउ खायो त्यसरी मोटाएन आज चाहिँ राति पुगेर आज गेम जित्नलाई हाम्रो चाहिँ उहाँ चाहिँ अस्ट्रेलियाबाट मगाएको प्लेयर हो यो चाहिँ मेस्सीले साइन गरेको जुत्ता हो गाह्रो छ पचपन्न सबै बाहिरको मान्छेले कतिसम्म 40 जना छन् 40 जना थिए एकैचोटि मलाई 50 जना 55 जना पुग्छ आज पुरै जितेर ल आज चाहिँ हामीले कति गोलले गेम जित्या 5 गोलले गेम जितेका छौँ भण्डारीलाई धुलो हाने मस्त हानेको र अब हाम्रो एउटा साथी विदेश जान आँटेछ त्यसलाई गएर हान्ने अब बिदाई रङ रूपले नदिनुहोस् होला ओ तिमीहरूलाई मैले 2 गोल हाने भने नबिर्सेर फेरि दादाले 2 गोल हाने फेरि आफ्नो साथीहरूलाई फेरि ट्याङ्की एसिस्ट हो गोल चाहिँ नभएर एसिस्ट गोल त फेरि दादा खेल्न आउँदैन फेरि दादाले गोली खेल्छ अब यहाँ चाहिँ हाम्रो एउटा साथीको वैदेशिक रोजगारमा जान आँटे साथी छ डिपेन्डेन्ट उसको छोरी पनि छ छोरी पनि छ गाह्रो छ उसलाई गाह्रो छ ओ लिलीको ड्याडी ए आज त ढोका खुल्ले रहेछ आज ढोका खुल्ले ओला हाम्रो भ्लगमा स्वागत छ ल अहिले माथि विदेशी भेट्नुपर्छ यसकै बाउ हो विदेश आना आँट्या यसकै बाउ हो मलाई के ठिक छ भन्छ अहिले मजा डुङ बनाइरह होला
होइन साथीको सेन्ट छ 20,000 को त्यही हाल्नु भएको छ मोजामा सेन्ट हाल्नु मजाले ऊ ल विदेश जाने मान्छे यही हो बास विदेश विदेश आरिगातो गोदाइमास हाजिमा मास्ते ओइ कस्तो हरहर बाख्नाको खै यता हेर त विदेश जान साथीले मलाई विदेश जानुभन्दा अगाडि चस्मा लिएर आएको रहेछ धन्यवाद चस्माको लागि अब ठ्याक्क चस्मा लगाएर हेर्नु पऱ्यो पछि ओइ यो चाहिँ ठिक रहेछ त्यो छोड्दे ल बास सक्छ त फेरि होइन हेर्नु पऱ्यो बास म सही देखिया रहेछ है थम्नेल यही हाल्नुपर्छ जस्तो है पिस सही देखेको रहेछ नि चस्मा ल पिस आउट साथीको विदेशको लड्डु विदेश जान लड्डु नेपालमा एउटा बोझ कम हुने भयो 1 घन्टा भइसक्यो मेसिन अन गरेर अफै नहुने भयो के गाडी काट्ने गाडी काटिदिनुपर्छ क्या हो यो लड्डु सब हाम्रा हो विदेश जानुभन्दा अगाडि साथीले लड्डु खाएर मारिदिनु भयो तपाईँहरू नै खानु स्वादको रहेछ यही यो बाइक त बुलेट चलाउने दोस्त हो विदेश जान आँटेको अनि अहिले चाहिँ हामी अब खाजा खान जान आँट्या दोस्तलाई अन्तिम अब नेपालमा खाएर पठाउनु भन्ने हाम्रो चाहना हो दोस्तले पनि धुलो खायो रस्ते जाडो छ आजकल बनाउँदिनँ धेरै जाडो छ बुढ छैन भने जस्तै भइन्छ हाम्रो जिन्दगीमा के गर्नु गाह्रो रकेट लिएर आएको छ दायाँमा हेरेन गाह्रो मैयाहरू ल के हो हामी त यस्तै हो है त्यति बोल्न सक्दैन भिडियोमा सबैहरूलाई नराम्रो लागेमा के गर्न सकिँदैन अब यसले सोच बुझाउँछ म एकैचोटि हामी पुगिसकेपछि भिडियो प्ले गर्छु है हामी चाहिँ कौला छाइसकेका छौँ ट्याक्क लगाएर खाजा खान लागेको एउटा विदेश जाने एउटा विदेशबाट आउने वाला गाह्रो विदेशी खाजा आइसक्यो मुला म बफान कतो मुजी उयो फुल लाग्यो त मिल्दो अनि फेरि पिरो सुजनसँग तासेर बोल्यो भने के रुँदैन भिडियो कल गरिहाल्छ नि कस्तो छ भनेर दोस्त कस्तो छ भनेर खाले मलाई रागाले बलिदान देखा आफ्नो मेरो मान्नु आलु चाखेर भनेर त साथी कस्तो छ मिठो किन हुन्छ ओ माई गॉड तिमीहरू किन चाल्थे छोरी आमा मिठो आमा आलु रहेछ नि आलु सही छ त्यहाँको जति मिठो अहिले चाहिँ नेपालमा कति ठाउँमा खाएँ होइन कहीँ मिठो होइन बेस्ट के त्यो माइनिज पनि यस्तो खतरा त्यसमा है मजा आउने क्या माइनिज पनि यार कस्तो है ल ओइ हामीले तेल हाल्न धनेश्वर आएको छ
टिलिक्क टल्की छ टिलिक्क मै देखेको छ मै देखाएको छ भने कि भने आयो यो चाहिँ यतिकै बस्नु हुँदैन यसमा त्यस्तो के भने यसमा अरू नि भने मोटेलले के भने मोटेलले राईलाई कस्तो भने यसमा हामी चाहिँ तेल हाल्न आएको तेल हाल्ने गाडी यही हो है काम पनि गर्नुपर्छ जहिले खाएर हिँड्दैन ल यसरी गाडी चलाएर हुन्छ जागिरी उडाइदिनु पऱ्यो सम्धीको यसरी गाडी चलाएर हुँदैन है सम्धी तिम्रो जागिर जान्छ यस्तै बाह्रमा यस्तै बाह्रमा गाडी जागिर देखिँदैन रहेछ यार छ के हो यो ल मोबाइलै उल्टो भइरहेको कहाँ राईलाई कोट कुन कलर त्यहाँ हेर कलर है पिस कोट सिलाउनु आयो